सबैजनामा नमस्ते। फेरि पुनः पनि आज तपाईँहरूलाई देव विष्ट युट्युब च्यानल देव विष्ट युट्युब च्यानलमा स्वागत छ तपाईँहरू सामु। जे होस्, पहिलो कुरा मानव जीवनमा हाम्रो पृथ्वीलाई बचाउनु हो, आफ्नो देशलाई बचाउनु हो। त्यो बचाउने हामी मानवको जीवनको महत्त्वपूर्ण कर्तव्य र जिम्मेवारी रहेको छ। त्यसका लागि शारीरिक स्वास्थ्य महत्त्वपूर्ण छ। शारीरिक स्वास्थ्य राम्रो बनाउन पर्छ, मानसिक स्वास्थ्य राम्रो बनाउनु पर्छ र आध्यात्मिक स्वास्थ्य पनि राम्रो बनाउनु पर्छ। यसको लागि हामीले शारीरिक स्वास्थ्यको लागि, मानसिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्यको लागि हाम्रो जिन्दगीले, हाम्रो जीवनमा आइपर्ने भनेको दैनिक उपभोग गर्ने गाँसलाई पनि खाँदैन भनेको खानेकुरालाई खान जान्नु पर्यो र कतिखेर खाने भनेर पनि जान्न पर्यो। के खाने भनेर पनि जान्नु पर्यो र कतिखेर खाने भनेर पनि जान्नु पर्यो। एउटा त त्यो भयो। दोस्रो, पानीलाई हाम्रो शरीरको 70% भाग चाहिँ पानी छ। त्यसैले यस्ता पानीलाई 70% भएको नाताले अब हामीलाई पनि आवश्यक त्यति नै छ, महत्त्वपूर्ण छ। त्यसकारणले पानी पनि प्रशस्त पिउने, सफा पानी पिउने गर्नुपर्छ र कसरी पिउने भन्ने कुरा चाहिँ धेरै महत्त्वपूर्ण कुरा छ। यो कुरा ध्यान दिनुपर्छ। दोस्रो भयो। तेस्रो, निन्द्रा। सुत्नु पर्यो, समयमा सुत्ने, समयमा उठ्ने, सुताइलाई व्यवस्थापन गर्ने र निन्द्रालाई एकदमै तपाईँको आफ्नो आवश्यक अनुसार, शरीरको क्षमता अनुसार, कामको चाप अनुसार सुताइलाई पनि व्यवस्थित र व्यवस्थापन गर्दै ध्यान दिने। दोस्रो कुरा। अब तेस्रो कुरा। चौथो कुरा चाहिँ हामी हाम्रो सोचाइलाई सकारात्मक बनाउने। हाम्रो सोचाइलाई सकारात्मक बनाइयो भने हाम्रो दैनिकी व्यवहारहरू, शरीरको अङ्गहरूले चाहिँ, मस्तिष्कहरूले त्यही अनुसारको व्यवहार गर्छ। हाम्रो मस्तिष्कले त्यही अनुसारको मन्थन गर्छ। त्यसैले हाम्रो सोचाइलाई जहिले पनि सकारात्मक बनाउनु पर्यो। एकदमै तपाईँको सबैको भलो हुने, सबैलाई मान्ने हुने, सर्वमान्ने र एकदमै अनुशासित रूपमा अगाडि बढाउनु पर्यो। यति गरियो भने पनि त्यस्तो ठुलो समस्या र तनावहरू झेल्नु पर्दैन। र यदि तनावहरू आयो भने पनि तनाव के हो, कसरी हुन्छ, तत्काल हुने तनावलाई कसरी व्यवस्थित गर्ने, तत्काल भएका समस्यालाई कसरी व्यवस्थित गर्ने, समस्यासँग कसरी जुझ्ने, कतिखेर जुझ्ने, किन जुझ्ने, कहिले जुझ्ने, यावत कुराहरू छन्। र परिस्थिति जस्तो भए पनि मनस्थितिलाई सकारात्मक बनाउने यो एउटा जिन्दगीको अद्भुत कुराहरू चाहिँ हुन् है त। र अर्को कुरा, यदि तपाईँ हाम्रो शरीरमा, हाम्रो मनमा चाहिँ हाम्रो भावनात्मक समस्यालाई बुझ्नुपर्छ, सोच्ने शैलीलाई बुझ्नुपर्छ, महसुस गर्ने वातावरणलाई बुझ्नुपर्छ र हाम्रो दैनिकी क्रियाकलापहरूलाई पनि बुझ्नुपर्छ। यति गर्यो भने हामी व्यवस्थित र व्यावहारिक बन्न सक्छौँ। र तपाईँलाई अन्तिममा मैले एउटा गजल सुनाउन अनुमति पनि चाहन्छु। र यो आफैले लेखेको र आफैले सिर्जना गरेको गजल भएको नाताले तपाईँलाई सुनाए ल। हिँड साथी अहिलेदेखि श्रम गर्न जाम। हिँड साथी अहिलेदेखि श्रम गर्न जाम। चौपट भयो देश मेरो श्रम गर्न जाम। चौपट भयो देश मेरो श्रम गर्न जाउँ। वाउ! आज विदेश, भोलि विदेश, सबै विदेश जान थाले। आज विदेश, भोलि विदेश, सबै विदेश जान थाले। डुबे डुब्छ जिन्दगी श्रम गर्न जाउँ। डुबे डुब्छ जिन्दगी श्रम गर्न जाउँ। श्रम गर्न जाउँ। श्रम गर्न जाउँ। ज्ञानको ज्योति फैलाएर देशमा सधैँ बस्नुपर्छ। ज्ञानको ज्योति फैलाएर देशमा सधैँ बस्नुपर्छ। सबैजना सँगै बसी श्रम गर्न जाउँ।
हिँड साथी अहिलेदेखि श्रम गर्न जाउँ, चौपट भयो देश मेरो श्रम गर्न जाउँ। धन्यवाद तपाईँहरूलाई। र मैले अहिलेको लागि यति नै भन्दै फेरि बाँकी कुरा र तपाईँहरूको मन स्वास्थ्य राख्नुहोला, शरीर स्वास्थ्य राख्नुहोला। कसैले राख्दैन है तपाईँको शरीर, तपाईँ आफैले महसुस गर्नुहोस्, होसमा आउनुहोस्, बेहोसी कामहरू प्राय नगर्नुहोस् भन्दै बिदा हुन चाहन्छु। नमस्ते।